नेपालमा अहिले मौसममा ठूलो फेरबदल आइरहेको छ। पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण देशैभरको मौसम प्रतिकूल बनेको छ। कहाँ कहाँ हुँदैछ भारी वर्षा, कहाँ खस्दैछ असिना र आजको मौसम कस्तो रहनेछ, सम्पूर्ण जानकारी आजको भिडियोमा दिनेछौं। भिडियो अन्तिमसम्म हेर्नुहोला। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा 3वटा मौसमी प्रणाली सक्रिय रहेका छन्। पश्चिमी वायु र स्थानीय वायुसँगै नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावले गर्दा देशभर बदली भएको छ। अहिले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी र हिमाली क्षेत्रमा बाक्लो बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले नै हल्का वर्षा भइरहेको छ। आज दिउँसोको कुरा गर्दा पहाडी र हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने तराईमा आंशिक बादल लाग्नेछ। वर्षाको सम्भावनाको कुरा गर्दा पहाडी र हिमाली भूभागका केही स्थानहरूमा चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। मधेस र कोशी प्रदेश, यहाँको तराई क्षेत्रका केही स्थानमा पनि पानी पर्ने देखिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। त्यसो त सावधान हुनुपर्ने अवस्था आउँदैछ। आज राति मौसम झनै उग्र बन्ने देखिएको छ। देशभर साधारणतया बादल लाग्ने र निम्न प्रदेशहरूमा विशेष असर पर्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश, यी प्रदेशका केही स्थानमा चट्याङ, हावाहुरी र असिना सहित मध्यम वर्षाको सम्भावना छ। भारी वर्षाको चेतावनी, विशेष गरी लुम्बिनी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम, यी प्रदेशमा पनि थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ। यो मौसमी प्रणाली आइतबार पनि कायमै रहनेछ। भोलि दिउँसो पनि मुलुकका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। तराईका बाँकी भूभागमा पनि 1-2 स्थानमा पानी पर्न सक्ने हुनाले पूर्व तयारी अपनाउनुहोला। चट्याङ, हावाहुरी र असिनाले जनधनको क्षति पुर्याउन सक्ने हुनाले खुल्ला ठाउँमा नबस्न र सुरक्षित रहन हामी आग्रह गर्दछौं। विशेष गरी लुम्बिनी प्रदेशका पहाडी भेगका बासिन्दाले भारी वर्षाबाट हुन सक्ने जोखिमप्रति सतर्क रहनुहोला। मौसम सम्बन्धी यस्तै ताजा अपडेटका लागि नेपाल अपडेट 24 लाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यो भिडियो आफ्ना आफन्त र साथीभाइलाई शेयर गरेर जानकारी गराउनुहोस्। सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। नमस्कार।